त्यसो भएर मलाई एउटा सामान दिनु पर्यो हजुरले मलाई यो एक प्याकेट किन्नु पर्यो एउटा मलाई होइन केही मैले सोधेको सोधे बनाउनेले त राखेन भने म बेच्नेले कसरी मैले अहिले उजुरी हालेँ भने मूल्य सूची नराखिकन सामान बेच्नु हाल्नु त हाल्दिनँ म सुन्नु एक मिनट हजुरले के भन्नुभयो भने हजुरको एउटा अर्को शब्द मलाई मन परेन सर म तपाईँलाई एउटा भन्छु मलाई म ग्राहकको रूपमा म ग्राहक हुनु पाएँ कि मलाई निकाल्नुहुन्छ ग्राहकको रूपमा निकाल्दिन मलाई किन्नु पर्यो यसको कहिले बनेको यो सर एक सेकेन्ड यसमा छैन त्यो किन नराख्नु भयो यो खाएर मेरो जानुभयो भने तपाईँ व्यापारी भएर एक सेकेन्ड यो खोज्दै जानुहोस् यो संसार सबै ठाउँ यो मौरी बजार तपाईँको नखोज्ने मैले खोज्दै जानु यो पाइन्छ एक सेकेन्ड है सर सरले मलाई सोध्नु पनि त मैले जवाब दिएँ नि त मैले दिएँ चित्त नबुझाउनु पाउनुभयो मलाई त अदालतले भन्यो मानेर आएँ तपाईँलाई अहिले मूल्य पनि राख्नु भएको छैन कहिले एक्सपायर भयो कहिले पनि एक्सपायरी डेट पनि राख्नु भएको छैन यस्तो सामान बेचेर जनताको स्वास्थ्यमा खेलवाड गर्ने तपाईँ मैले खेलबाड म मात्रै होइन सबै यो काम सरकारको हो हजुर गृहमन्त्री हुँदाखेरि कोले के अरे यो कम्पनीहरू यसरी नगरेका कम्पनी त्यसलाई गर्न लाउनु पर्थ्यो म त ग्राहक म तपाईँको पसल होइन ग्राहक होइन तपाईँ गृहमन्त्री पनि हुनुभएको तपाईँ अहिले सार्वजनिक ग्राहक होइन गृहमन्त्री भइसके मान्छे तपाईँ आफ्नो तपाईँले त्यो के अरे लेभल मिलाउनु सक्नु पर्थ्यो नेपालमा आफ्नो विषयमा चाहिँ तपाईँ न्यायाधीश बन्नुभयो न्यायाधीश म बने होइन कहिले पनि सर सोधौँ आफ्नो विषयमा हजुर न्यायाधीश बन्नुभयो यसलाई अर्कातिर लैजानुभयो किन अर्कातिर लाने एक सेकेन्ड यो सरकारको काम हो यो फ्याक्ट्रीवालालाई भन्नुभयो नि त अहिले सुन्नुहोस् साउजी हुनुहोस् न सरकारको काम हो यो सरकार के अरे दर्ता गर्नु मेरो कुरो म सानो गर्छु कतिको लाखको काम गर्छु त्यो दर्ता गर्ने मेरो काम हो मसित दर्ता पनि छ सबै कुरो छ कसैले छैन मेरो छ अरूले गर्न पाउँदैन भन्नु मैले एउटा उदाहरण मात्र दिन खोजेको कि प्रक्रियागत उदाहरण यस्तो प्रतिक्रिया सुन्नुहोस् हजुरले सुन्नै मात्रै हामीले बोल्नै पाइन्छ नि हुनुहुन्छ सुन्नुहोस् प्रक्रियागत त्रुटि भएको आधारमा तपाईँलाई थुन्न मिल्छ अहिले मेरो पनि त्यस्तै हो बुझ्नुहोस् थुनिनु नि त सम्मान म मात्रै होइन सम्मान इच्छा